12वटी पत्नी, 102वटा सन्तानहरू र 578वटा नाति नातिनाहरू सुन्दा आचार्य लाग्न सक्ने, तर यो हो 71 वर्षीय मुसा हसाया कसेराको परिवार। विश्वमा सबैभन्दा बढी जीवित बच्चाहरूको पिता भनेर चिनिने मुसा हसाया कसेरा अफ्रिकाको उत्तरी युगान्डा स्थित मुकेजा गाउँमा बसोबास गर्ने गर्दछन्। 17 वर्षको उमेरमा पहिलो विवाह गरेका मुसा हसायाले कुल 12वटा विवाह गरेका थिए, जसमध्ये हाल 2वटी श्रीमती छोडेर गइसकेका छन् भने 10वटा श्रीमती उनीसँगै बस्दै आएका छन्। ती 12वटा श्रीमतीहरूबाट 102वटा सन्तानहरू जन्मिए पनि 4वटाको मृत्यु भएको र 98वटा छोराछोरीहरू जीवितै रहेका छन्। उनका सबैभन्दा जेठा छोरा हाल 50 वर्षका भए। पहिले गाई व्यापार तथा कृषि गर्ने उनलाई अहिले परिवार पाल्न सकस परेको छ। हाल उनले अरू सन्तानहरू नजन्माउने निर्णय गरेका छन्। विश्व कीर्तिमान बनेका मुसा हसायाको गाउँमा अहिले पर्यटकहरू आउन थालेका छन्। उनी र उनको परिवारलाई हेर्नका लागि पर्यटकहरूको आगमनले उनी धेरै सन्तानको पिता भएकोमा गर्व गर्दछन्।